त जति नै धनी भए पनि के गर्नु, तैँले मासु भात खानु सक्दिनस्। तँलाई ग्यास्ट्रिक छ, तेरो कब्जियत छ, तैँले मासु भात खाइस् कि तेरो गो अड्किहाल्छ। त्यही भएर तेरो धन सम्पत्ति, तेरो पैसा जति सुकै भए पनि आखिर तैँले खाने भनेको सादा हो, होइन? मासु तैँले चाहेर पनि खानु सक्दिनस्, करेन्ट चाउचाउ अन्डा तैँले खाएर पनि सक्दिनस्। म जस्तो हुनुपर्छ हेल्दी निरोगी। मेरोमा धन सम्पत्ति नभएर पनि के भएर भाग्यमा भएदेखि लडी आउँछ यहाँ हेर मासु। मैले यो मनले नचाहँदै पनि मेरोमा मासुको ओइरो आउँछ। त्यही भएर मैले मासु खाएको धेरै रिस डाह नगर। तँलाई पनि खानु मन लाग्छ भने त जति नै धनी भए पनि के गर्नु, तैँले मासु भात खानु सक्दिनस्। तँलाई ग्यास्ट्रिक छ, तेरो कब्जियत छ, तैँले मासु भात खाइस् कि तेरो गो अड्किहाल्छ। त्यही भएर तेरो धन सम्पत्ति, तेरो पैसा जति सुकै भए पनि आखिर तैँले खाने भनेको सादा हो, होइन? मासु तैँले चाहेर पनि खानु सक्दिनस्, करेन्ट चाउचाउ अन्डा तैँले खाएर पनि सक्दिनस्। म जस्तो हुनुपर्छ हेल्दी निरोगी। मेरोमा धन सम्पत्ति नभएर पनि के भएर भाग्यमा भएदेखि लडी आउँछ यहाँ हेर मासु। मैले यो मनले नचाहँदै पनि मेरोमा मासुको ओइरो आउँछ। त्यही भएर मैले मासु खाएको धेरै रिस डाह नगर। तँलाई पनि खानु मन लाग्छ भने